हेलो साथीहरू, आजको यस ब्लगमा तपाईँलाई फेरि पनि स्वागत छ। अनि आजको यो भिडियोमा चाहिँ हामीहरू जूमा घुम्न जाँदैछौँ। लेट्स गो विथ अस। अब चाहिँ हामी टिकट काउन्टरमा गएर टिकट लिएर हामी जूभित्र प्रवेश गर्दैछौँ। हेलो गाइज, हामी चाहिँ जूभित्र छिरिसकेका छौँ। अनि अहिले अब कहाँ कहाँ जाने हो? बिस्तारै यस्तो जाने हो आरामले। पहिला सुरुमा हामी के हेर्छौँ भन्दाखेरि क्रोकोडाइल्स हेर्छौँ। जू हेर्नु पाएर मस्त छ नि। यसलाई भन्छ कृष्ण साग। हेलो साथीहरू, हामीले चाहिँ 3टा जनावर हेरिसक्यो होइन। फर्स्टमा हामी क्रोकोडाइल हेऱ्यौँ, त्यसपछि हामी चितल हेऱ्यौँ, त्यसपछि हामीले कृष्ण साग भन्ने चितल जस्तै टाइपको चराइ हुँदो रहेछ त्यो हेऱ्यौँ होइन। यो चाहिँ जरायो काम भएर शीतलमा आरामले बसिरहेछ है त। चराहरूको मजाले आरामले हामीले देख्न सक्छौँ। के भयो कहाँ हिँडे यस्तो फिल भइरहेछ? म जङ्गलतिर हिँडेर फिल भइरहेको छु। जङ्गलतिर टाइगर हेर्दा आउँ न त जस्तो। टाइगर हेरेर आउँ। कत्रो रहेछ बाघ? अर्को बाघ पनि आयो त पानी खाँदैछ। यहाँनिर चाहिँ अब बाँदरहरूको चर्तीकला हामी देख्न सक्छौँ। सबभन्दा एनिमलमा सबभन्दा नटी भनेको यही बाँदर हो। यही बन्दरै हो। यो चाहिँ गएर आरामले घाम तारेर लगाइदिएर घाँस खाँदै छैन। नजिक आइसक्यो। किन राखेर यस्तो गुड बनाउँदो रहेछ कि बनायो है? कहाँ रुख माथि माथि गएर दियो। अहिले हामी कहाँ छौँ? अहिले हामी जूमा छौँ। त्यो भने होइन मैले, जूमा त अलरेडी छौँ। अहिले कुन साइडमा छ भन्दा साथीहरू, म एकदम खुसी छु। भालु पनि देख्न पायो। कस्तो ठुलो भालु। टेडी बियर दिने मलाई यस्तै खालको पुलिसको खालको टेडी बियर चाहियो मलाई। यहाँ मस्त सुतिरहेछ त, तर अलिकति क्लियर भएन। चरा चुरुङ्गे हेर्नु जाँदैछौँ है। कम विथ मी। ओ यो चाहिँ अस्ट्रिच। ओ कत्रो यसलाई के भन्छ भन्थ्यो? ब्राउन फिस अलरेडी उल्लु। तिनवटा मात्रै छ त नि। अर्को चाहिँ त खाएर बसिरहेको छ। आस्कोटे बकुला रे यो चाहिँ। ल यो चाहिँ सुगाहरू। सुगा मात्रै छ नि, हालेर कालीहरू पनि छ। ऊ त्यहाँ ऊहरू पनि छ। काफे चरा यहाँ छ, तर यहाँभित्र बसेकोले राम्रोसँग देख्दैन। ओ त्यहाँनिर चाहिँ फोहोरमा त्यहाँभित्र अर्को
केटीहरू त राम्रो हुँदैन रहेछ केटा मात्रै राम्रो ह्यान्डसम देख्दो रहेछ केटा त हेर्नु न यो चाहिँ कालो धनेश भने हो यसको चाहिँ मुख अति नै चुचो रहेको छ उता जान्छ यो यता आउँछ है उता माथि प्यारोटहरू छ हलिस छ मैना चरा पहिला त देख्यो अन्त देख्दैन यिनीहरू त हो नि बोल्ने होइन हामी चाहिँ चराहरू सबै हेरिसक्यौँ हेलो कोही वाटरमेलन खाँदैछ कोही कोही मकै खाँदैछ ऊ कति क्युट सोना खाइरहेछ मेरो बुढो चाहिँ मजाले भिजिट गर्दै हुनुहुन्छ हेर्दै हुनुहुन्छ त्यही सर्प अजुङ्गरको टाउको हो अब चाहिँ हामी मछली हेर्नु गइरहेको छौँ मछली इवा मछली देखो मछली गाइज खै त यहाँ त केही छैन त सानो त्यहाँ हो Say something. I don't have any words how to express thanks to my husband. अब यहाँ अब हामी चाहिँ यहाँनिर मजाले घुम्छौँ होइन अनि आरामले बस्छौँ लगभग हामीले चाहिँ जति घुमे पनि त्यस्तै हो होइन यहाँनिर चाहिँ पुरै खेल्ने ठाउँहरू छ हामी अब फोटो सिक्नमा जाँदैछौँ गाइस गरिछ त मैले भिडियो गाइस हामीले चाहिँ अन्तिममा उसलाई मनपर्ने चाहिँ चिज बदल्यो के खाले चिज बल खाँदैछौँ अलिकति मसला भुटेर ल्याएको छु होइन अनि एउटा एक प्याकेट चौधो छु देन वी हेभ 1 वाटर बोतल त्यही पनि तातिसक्यो होला छैन चिसो छ ल र अब चाहिँ हामी खाजा खानेछौँ हेर्नुहोस् है म यो चाउचाउ फाल्छु सबै पर्याहरू आउँछ सी गाइस ल हेर्नुहोस् त कति आउँछ खुट्टामा आउँछ खानु लागि धेरै परेवा यो बुढो जू घुमेर आराम लागिरहेछ आनन्द फिल तपाईँलाई जूमा चाहिँ सबभन्दा फेभरेट ठाउँ चाहिँ तपाईँलाई कुन लाग्यो फेभरेट ठाउँमा सबै राम्रो त छ होइन फेभरेट कुरा के सबै राम्रो छ यसरी खिच्ने हो पानी अलि आउँदो रहेछ त राम्रै हो नि यो सिस्टम मान्छेले धेरै पानी खर्च गर्छ यो चाहिँ यहाँनिरको डस्टबिन है कस्तो राम्रो डिजाइनले बनाएको रहेछ डस्टबिन है ढुङ्गाहरू छ खेल्न मन लाग्नेहरू ढुङ्गा खेलिरहेको छन् हामी चाहिँ नखेल्यौँ कस्तो दामी है ल है साथीहरू मैले चाहिँ आज घुमेँ अनि तपाईँहरूको पालि चाहिँ कहिले हो ल मेरो भिडियोलाई छुट्टी गर्नु हेरिदिनु बाई बाई